Second prize. Yes, from the poor permanent. हेलो गाइस, स्वागत छ फेरि पनि तपाईहरुलाई मेरो अर्को एउटा नयाँ ब्लगमा। र गाइस म आज आइरहेको छु डिफु दिदी घरमा र यहाँबाट अहिले हामी जाँदैछौँ घुम्न लागि। र कहाँ जाँदैछौँ तपाईलाई म भन्दैछु। हामीहरू जाँदैछौँ KYF 2026 कार्बी युथ फेस्टिभलमा। र वहाँ गएर के हुन्छ म तपाईहरुलाई सबै कुछ देखाउने छु। तपाईहरु भिडियोलाई स्किप नगरेर लास्टसम्म हेर्नु होला। गाइस यहाँ जान सक्नुहुन्छ। हामीहरू रेडी भएर निक्लिसकेका छौँ। गाइस हामी चाहिँ डिफु टाउन आइपुग्यौँ। अब चाहिँ यहाँबाट फेरि हामी बसमा जान्छौँ। गाइस यहाँ चाहिँ फाइनली हामीहरू आइसकेका छौँ तारालाङ्स। अब यहाँबाट हामीहरू मेन गेटदेखि एन्ट्री गर्दैछौँ र गरेपछि तपाईँहरूलाई देखाउनेछौँ। यहाँ भाउजू हुनुहुन्छ, साथमा दिदी हुनुहुन्छ र अगाडि भिनाजु बहिनी भाइहरू पनि छन्। गाइस हामीलाई चाहिँ गाइस बाटोमै नमाइदिएको थियो र आधी बाटोबाट हामीहरू चाहिँ फेरि हिँड्दै जाँदैछौँ गेटसम्मको लागि। किनभने चाहिँ यस्तो ट्राफिक थियो कि हामीहरूको बास मतलब आधी बाटोमै रोकाइदियो। र त्यहाँबाट चाहिँ हामीहरू हिँड्दै एकदम रोड साइडबाट यस्तो नजारा छ। र साथैमा यहाँ हेर्न सक्नुहुन्छ दोकानहरू पनि साना दोकानहरू, सबै दोकानहरू राखेका रहेछन्। यो चाहिँ हो गाइस मेन गेट तारालाङ्सोको KYF 52 KYF कार्बी युथ फेस्टिभल। गाइस यहाँ चाहिँ हेर्न सक्नुहुन्छ अगाडिदेखिबाट कोही जाँदैछन्, कोही आउँदैछन्। र गाइस हामीहरू गाइस कहाँ घुम्नु। गाइस यति घुम्ने जग्गा म त पुरा कन्फ्युजन लागिसक्यो फर्स्ट कहाँ जाऊँ। यहाँ चाहिँ हामीहरूको स्टार्ट भइसक्यो तारालाङ्सोको घुम्न लागि सुरुवात KYF 2026 र यहीँबाट हामीहरूको अब सुरुवात हुँदैछ घुम्न लागि। र यो चाहिँ फर्स्ट जग्गा जहाँ कि यस्तो राम्रो सजाएको छ टोको नाङ्लोले हेर्न सक्नुहुन्छ। गाइस यता चाहिँ हामीहरूको सानो भाइले भनिन्छ नि यता ताजमहल छ अरे र हामीहरू ताजमहल हेर्न जानेछौँ। तर गाइस त्यो ताजमहल त होइन, तर अब भनौँ कार्बी आङ्लोङको लागि ताजमहलको बराबर छ। र म त्यहाँ पुगेपछि म देखाउने छु र के हो म त्यो पनि भन्ने छु। पुगेपछि देखाउँदैछु है गाइस। कार्बी आङ्लोङ यो जस्ट सुरुवात हुँदैछ। यो त नजारा हेर्ने यो भ्युज त अझै आगे हेर्नु गाइस कति हुन्छ। यहाँ चाहिँ भर्खर म त्यतिखेर म 50 KYF मा आएको थिएँ। त्यतिखेर यो पार्क थिएन गाइस। र अहिले चाहिँ यहाँ एउटा पार्क पनि बनाइसकेको छ। यहाँ हेर्न सक्नुहुन्छ पार्कमा यति मान्छेहरू भित्र पसेछन्, फोटो खिचिँदैछ। हामीहरू कहाँ जाने? नथ्याङ्पी मेरो चाहिँ जाँदैछौँ नथ्याङ्पी। अनि यहाँ हेर्न सक्नुहुन्छ यो माथि जुन देखाउँदैछ टिला नथ्याङ्पी। म अब यहाँबाट जान्छु म। र गाइस यहाँ चाहिँ हेर्न सक्नुहुन्छ हामीहरू नथ्याङ्पी जग्गा आइसक्यौँ। जहाँ कि अघि भाइले भन्दै थियो हामीहरू ताजमहल जान्छौँ भनेर। तर ताजमहल होइन गाइस, कार्बी हेरिटेज म्युजियम हो। तर हामीहरू अझै निचे छौँ। यहाँबाट अझै हामीहरू माथि हिँड्दै टिल्लोमा पुग्नुपर्छ। र उहाँ टिल्लोमा पुगेर हामीहरू गाइस अझै टिकट पनि लिनै छ गाइस। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ फाइनली हामीहरू आइसक्यौँ जहाँ हामीहरूको टिकट काट्ने जग्गामा नथ्याङ्पी कार्बी हेरिटेज म्युजियम। र यहाँ चाहिँ दिदी चाहिँ टिकट काट्न भनेर लाग्नु गएर म पनि फटाफट टिकट चाहिँ लिएर यहाँ हेर्न सक्नुहुन्छ एन्ट्री भइसक्यो हामीहरूको म्युजियमको बाहिर। गाइस अझै भित्र जानै छ। गाइस यहाँ चाहिँ फाइनली म्युजियमभित्र चाहिँ पसिसक्यौँ हामीहरू। ओह माई गड, यहाँ कपडा बुन्दै गरेको यहाँ चाहिँ लेट कसाङ बेपी यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ नथ्याङ्पी कार्बी हेरिटेज डिजिटल म्युजियम चाहिँ एकदम स्पष्ट गरेर लेखिदिएको छ है गाइस। गाइस यहाँ चाहिँ मैले कस्तो अद्भुत दृश्य देखेँ। यहाँ लोहा गरम गरेर पानी गरम गर्दै थियो केतलीमा, यहाँ हेर्न सक्नुहुन्छ। र हामीहरू चाहिँ आयौँ फेरि माथितिर। यहाँ चाहिँ आउने बित्तिकै यस्तो चिसो हावा लाग्दै थियो। हामीहरू चाहिँ अब अघि तल हुँदा यस्तो गर्मी थियो। र यहाँ चाहिँ हामीले भेट्यौँ सानो क्युटी पाइ जो कि कार्बी एटायर लाएर एकदम दिगदार लागिराखेकी रहेछन्। र म चाहिँ यहाँ तपाईँहरूलाई अब देखाउँदैछु भ्यू जो कि यो म्युजियमको अलिअलि गरेर र साथैमा कार्बी आङ्लोङको भ्यू पनि गाइस। गाइस यहाँ जान सक्छ हामी अहिले एकदम माथि टुप्पोमा आइसकेको छौँ नथ्याङ्पीको लास्ट फ्लोरमा। अघि फर्स्टमा थियौँ, त्यहाँ सेकेन्ड त्यहाँ थर्ड अहिले लास्टमा आएर एकदम हामी टुप्पोमा छौँ। तर मेरो क्यामेरा क्वालिटी अलिक खराब छ गाइस र म तपाईँलाई पुरा देखाएको छुइनँ। गाइस हामीहरू चाहिँ म्युजियम घुरिवरि त्यहाँबाट निक्लिसकेको छौँ अर्कैतिर जहाँ कि अब डिपार्टमेन्ट वाइजको बहुत विभिन्न प्रकारको छ। म तपाईँहरूलाई देखाउने छु गाइस। गाइस कसरी त्यहाँ मोटर फिट गरेर र यहाँ पानी गरेर यहाँबाट बगेर जाँदैछ हेर्न सक्नुहुन्छ गाइस। कस्तो दिमाग लगाएको छ भने नि त्यहाँ चाहिँ छ गाइस नथ्याङ्पी जुन हामीहरू अघि गएर आयौँ। र यहाँ हेर्न सक्नुहुन्छ कस्तो यहाँ चाहिँ हेर्न सक्नुहुन्छ गाइस हामीहरू आइपुगेका छौँ डिपार्टमेन्ट अफ सेरिकल्चर। अब हिँड्नुहोस् के छ म तपाईँहरूलाई देखाउने छु गाइस। यहाँ चाहिँ कपडा राख्नुभएको छ आन्टीहरूलाई गाइस। यहाँ चाहिँ पुरा कार्बी एटायर ड्रेस छ र ज्वेलरिज पनि चाहिँ म तपाईँहरूलाई देखाउने छु गाइस। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ है त्यो पिङ हेर्न सक्नुहुन्छ पिङ है गाइस यो माला। र यहाँ इयरिङ पनि छ के मान 50। यहाँ हेर्न सक्नुहुन्छ है मलबेरी कोकन, तसर कोकन, मुगा कोकन र इरी कोकन सबै आफ्नो आफ्नो कोकन आफ्नो आफ्नो बक्सेसमा छ गाइस।
यहाँ तरुल, यहाँ मानामुने, टमाटर, सजिनाको फुल लान्छन्। वाउ गाइस, एग्रिकल्चरमा कति थोक देख्न पाइन्छ। सेकेन्ड प्राइज गाइस, यहाँ चाहिँ हेर्न सक्नुहुन्छ माछाहरू कति सानो सानो। मागुर सिङ्गी छ है यसको भित्र, त्यहाँ जान सक्नुहुन्छ। यहाँ चाहिँ हामीहरू आइपुग्यौँ डायरी डिपार्टमेन्टमा र यहाँ आउने बित्तिकै देखेँ गाइस बाख्रा कान यति लामो लामो हामीहरूको घरको भन्दा त एकदमै अलग। र यहाँ कुखुरा पनि हेर्न सक्छ, यति ठुलो ठुलो भालेहरू जो हामीलाई बिहान बिहान उठाउने यिनीहरू कुखुरैहरू त हुन्। र यहाँ हेर्न सक्नुहुन्छ कस्तो प्रकार प्रकारका परेवा कुखुरा डायरी डिपार्टमेन्टमा के हेर्नु के नहेर्नु। र यहाँ हेर्दै हेर्दै हामीहरू पुग्यौँ गाइस एक्जिबिसनमा, साइन्स एक्जिबिसनमा। र यहाँ हेर्नुहोस् के छ गाइस। The oxygenated blood will come from here and then will go to the lungs, sir, from this part. To get purified, to get the oxygenated. Yes, oxygenated blood from pulmonary artery to the lungs and then again from the lungs to the body Left through. part of the heart. र गाइस यहाँ चाहिँ हेर्न सक्नुहुन्छ म चाहिँ एक्जिबिसनदेखि निक्लेर बाहिर आएर हेरेको त बाहिर पनि उत्तिकै मान्छे भिड छ गाइस। बापरे गाइस, हामीहरू चाहिँ टाढे घर जाँदैछौँ र यतापट्टि चाहिँ कन्सर्ट हुँदैछ गाइस। गाइस यहाँ चाहिँ हेर्न सक्नुहुन्छ लास्टमा चाहिँ आइपुग्यौँ हामीहरू गोर्खा ट्रेडिसनल हाउस यानि कि टाढे घर। र आउने बित्तिकै हामीहरू चाहिँ खाना लाग्यौँ सेलरोटी, किनभने यस्तो घुम्दा घुम्दा यत्रो भोक लागेको छ र हामीहरू पनि खाना थाल्यौँ। र यहाँ देखाउने छु तपाईँलाई हामीहरूको गोर्खा टाढे घरमा चाहिँ के राख्नु भएको छ। यहाँ हेर्न सक्नुहुन्छ जातो मानो चपाती सबै कुछ मादलहरू विभिन्न प्रकारको सजाएर राख्नु भएको छ। र गाइस तपाईँहरू पनि एकबार चाहिँ यो कार्बी आङ्लोङ डिस्ट्रिक्टमा हुँदै गरेको कार्बी युथ फेस्टिभल हेर्न लागि चाहिँ जरुर आउनु होला, हरेक साल हुन्छ। र तपाईँलाई आजको ब्लग चाहिँ कस्तो के लाग्छ कमेन्टमा जरुर भन्नु होला। फेरि पनि भेट्नेछु अर्को एउटा नयाँ ब्लगमा। बाई बाई।